तपाईले कहिल्यै यस्तो साग खानुभएको छ जसले शरीरको भित्री सफाई नै गरिदिन्छ र रोगसँग लड्ने शक्ति बढाउँछ? त्यो हो सिमी साग, जसलाई वाटरक्रेस पनि भनिन्छ। यो सामान्य साग जस्तो देखिए पनि यसको शक्ति एकदमै असाधारण छ। यो साग प्रायः खोला, कुलो वा चिसो पानी भएको ठाउँमा पाइन्छ, त्यसैले यसलाई प्राकृतिक रूपमा निकै शुद्ध मानिन्छ। सिमी सागमा भिटामिन ए, सी, के, आइरन र क्याल्सियम प्रशस्त मात्रामा पाइन्छ। यसले शरीरलाई बलियो बनाउने मात्र होइन, छालालाई पनि चम्किलो बनाउँछ। सबैभन्दा रोचक कुरा के हो भने यो सागले शरीरभित्र जम्मा भएको विषाक्त पदार्थ हटाउन मद्दत गर्छ, अर्थात् प्राकृतिक डिटक्सको काम गर्छ। यदि तपाईलाई बारम्बार रुघाखोकी लाग्छ वा शरीर कमजोर महसुस हुन्छ भने सिमी साग तपाईको लागि निकै उपयोगी हुन सक्छ। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। त्यति मात्र होइन, यो साग मुटुको स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ र रक्तचाप सन्तुलनमा राख्न सहयोग गर्छ। तर ध्यान दिनुपर्ने कुरा, यो साग सधैँ सफा पानीमा राम्ररी धोएर मात्र खानुपर्छ, किनभने यो पानीमा उम्रिने भएकाले कहिलेकाहीँ फोहोर पनि हुन सक्छ। तपाईँ यसलाई तरकारी, सुप वा सलादको रूपमा सजिलै खान सक्नुहुन्छ। थोरै मसला हालेर बनाउँदा यसको स्वाद झन राम्रो हुन्छ। अहिलेको समयमा जब हामी सबै स्वस्थ रहन चाहन्छौँ, यस्तो प्राकृतिक सागलाई हाम्रो खानामा समावेश गर्नु निकै राम्रो निर्णय हुन सक्छ। सानोदेखि नै सिमी साग ठूलो फाइदाको खजाना हो। आजैदेखि आफ्नो खानामा यसलाई समावेश गर्नुस् र फरक महसुस गर्नुस्।